नमस्कार, म शान्ता अधिकारी। सिप्ने सफलताको आधार हो, आत्मनिर्भरताको पहिचान हो। बुटोलबाट सुरु भएको यो सिपको यात्रा आत्मनिर्भरता र समृद्धिको बलियो पाइला हो। बुटोलमा सञ्चालन भइरहेको हाते चप्पल निर्माण तालिमले धेरै व्यक्तिहरूको जीवनमा नयाँ सम्भावनाको ढोका खुलिरहेको छ। आफ्नै हातले गुणस्तरीय चप्पल बनाउन सिकेर सहभागीहरू स्वरोजगार बन्ने, सानो लगानीबाट व्यवसाय सुरु गर्ने र आर्थिक रूपमा सबल बन्ने अवसर प्राप्त गरिरहेका छन्। आजको सिपले भोलिको भविष्य निर्माण गर्छ। रोजगारको खोजी मात्र होइन, रोजगार सिर्जना गर्ने क्षमता विकास गर्न यो तालिम आत्मनिर्भर नेपालको सुन्दर उदाहरण बनेको छ। सिप सिकौ, आत्मविश्वास बढाउ र सफलताको आफ्नै बाटो बनाऊ। सिप सिक्नु भनेको आत्मनिर्भर बन्ने तर्फको पहिलो कदम हो। सिप छ भने सम्भावना अनन्त हुन्छ। हाते चप्पल निर्माण तालिमले केवल सिप मात्र होइन, आत्मविश्वास, आत्मनिर्भरता र उज्जवल भविष्यको बाटो पनि देखाउँछ। आउनुहोस्, सिप सिकौ, आत्मनिर्भर बनाऊ र सफलताको यात्रा सुरु गरौँ। सिप सिक्ने हात कहिले खाली हुँदैन। आज सिकेको एउटा सिपले भोलि आफ्नै व्यवसाय, स्थायी आम्दानी र सम्मानजनक भविष्यको आधार तयार गर्न सक्छ। विशेष गरी महिला तथा युवाहरूका लागि यो तालिम आत्मविश्वास, सृजनशीलता र उद्यमशीलताको उत्कृष्ट माध्यम बनेको छ। हाते चप्पल निर्माण तालिम केवल तालिम मात्र होइन, आत्मनिर्भरता जीवनतर्फको सुन्दर यात्रा हो। आफ्नै हातले चप्पल निर्माण गर्ने कला सिकेर सहभागीहरू नयाँ अवसर सिर्जना गर्दै आर्थिक सशक्तिकरणको बाटोमा अघि बढिरहेका छन्। सिप सिकौ, सपना बुनौ, आत्मनिर्भर बनौ। बुटोलबाट सुरु भएको यो प्रयासले सफलताको नयाँ कथा लेख्दैछ। हातमा सिप, मनमा आत्मविश्वास र भविष्यमा असीम सम्भावना छ। थ्याङ्क यू सो मच। बाई बाई।